अहिले चाहिँ यहाँ झापा बुद्ध शान्ति छ छुट्टेबर साकेला सिलिटोली प्रवेश भइसकेको छ। आजको यस उभौली पर्वमा उपस्थिति हुनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरू पत्रकार मित्रहरू सम्पूर्ण गाउँपालिकाको तर्फबाट तपाईहरू सबैलाई नमस्कार सेवा भन्न चाहन्छु। आगोको साकेला गर्दा चाहिँ हामी यो चिटिक्क बनाएर चाहिँ यहाँ हामी गर्ने प्रतिबद्धता पनि गर्ने म यही मञ्चबाट आग्रह गर्न चाहन्छु, तपाईहरुलाई प्रतिबद्धता गर्न चाहन्छु। अघि उपाध्यक्षज्यू वार्डाध्यक्षज्यूले पनि राख्नुभयो, हामी सल्लाह गरेर यसलाई बनाउने छौँ। आमाले जुन ठुलो मन राखेर 2 कट्ठा जग्गा दिनुभयो, हाम्रो यो जुन जग्गा प्राप्ति भएको छ यो प्राप्तिलाई अहिले तपाईले योजना ब्याङ्कमा हाल्नुभएको छ, यसलाई 1 नम्बरमा लिएर हामी प्रदेश सरकारसँग जाने प्रतिबद्धता पनि गाउँपालिकाको टिम लाग्छ भन्ने कुरा पनि तपाईहरुलाई राख्न चाहन्छु। अब आगामी दिनमा प्रदेशबाट पर्ने केन्द्रबाट पर्ने योजनाहरू आइसकेपछि हामी पालिकाले पनि तपाईहरुलाई केही सम्बोधन गर्नु पर्यो भने तपाईहरुको सेवा गर्नलाई गाउँपालिका जहिले पनि तयार छ भन्ने कुरा पनि म गाउँपालिकाको अध्यक्षले 83-84 मा प्रदेश सरकारबाट पनि केही बजेट विनियोजन भएन भने हामी गाउँपालिकाबाट पनि सुरुवात गर्ने प्रतिबद्धता जाहेर गर्दै आजको यस उभौली साकेला चाडपर्वमा उपस्थित भएर यस संस्थालाई सहयोग गर्नुहुने सम्पूर्ण सहयोगदाताहरूलाई र विशेष गरेर म आज जग्गादाता आमा आदरणीय आमालाई हृदयदेखि धन्यवाद दिँदै उहाँलाई सम्मान गर्दै यसरी नै हाम्रा सबै दाताहरूको चाहिँ मन खुलेर हामीले सबैले सहयोग गर्न सकौं र यो कार्यक्रम सदैव हामी सद्भाव रहेर पुग्ने कुरामा तपाईहरुको साथमा गाउँपालिका छ भन्ने कुरा राख्दै म यहाँबाट बिदा हुन चाहन्छु। सम्पूर्णमा नमस्कार, जय सेवा। यो कार्यक्रममा स्वीकार गर्नको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। सबैको लागि यस संस्थाको अध्यक्ष श्री पदबहादुर राईज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। किरातका बुद्ध शान्ति 1, 2, 3 बाट यो 2083 यसले सम्बत 5086 को साकेला उभौली चाड किराती तथा गैर किराती सम्पूर्णमा यो चाडले यो पर्वले यहाँहरूलाई सुखमय रहोस्। यहाँहरूमा यो ब्लग हेरिदिनुहुने महानुभावज्यूहरूले लाइक कमेन्ट सब्सक्राइब गरिदिनु। धन्यवाद।